हेलो दर्शन नमस्ते। आज फेरि मिनी ब्लग लिएर उपस्थित भइसकेको छु, जहाँ चाहिँ अलि चिसो चिसो छ। आज चाहिँ म बागमती खोलाको किनारमा हिँडिरहेको छु, घुमिरहेको छु। आजभोलि चाहिँ विशेष गरेर जताततै चुनावको जुन माहौल छ हैन, यो चुनावमा चाहिँ अब कसले जित्ला, कहाँबाट जित्ला भन्ने जुन विषयवस्तुहरू चाहिँ प्रशस्त हामीले सामाजिक सञ्जालहरूमा देख्न पाइन्छ। र यो बागमती खोलाको जुन यो खोला छ, जसले धेरैवटा मेयर अनि धेरैवटा सांसदहरू, धेरै नेताहरू फेरे, तर यी खोलाको मुहार कसैले पनि कहिले पनि फेर्न सकेन। दुःखको कुरा, बागमती जस्तो पवित्र नदी मान्दछ, उही नदी चाहिँ एकदम फोहोर दुर्गन्धित भएको छ हैन, जुन चाहिँ कहिले पनि परिवर्तन हुन सकेन। यस्तै छ यताको माहौल, यताको अवस्था। जुन खोलाहरू यस्तो दुर्गन्धित छ, फोहोर जताततै, कुनै पनि व्यवस्थापन छैन। जुन पानी एकदमै दुर्गन्ध छ यहाँको चाहिँ है। हेर्न सक्नुहुन्छ, त्यति राम्रोसँग प्रष्ट त देखिएको छैन, पनि हेर्न सक्नुहुन्छ खोलामा जुन फोहोरहरू जताततै छ। यो फोहोरको अब आउने व्यक्तिहरूले चाहिँ के गर्ला भन्ने आश छ हैन। त्यही भएर राम्रालाई भोट हालौँ, हाम्रालाई भन्दा पनि राम्रालाई। उनीहरू कस्तो घाँटी चिलाएको फेरि यही बेला। एलर्जी भयो के हो जता चिलाएर पुरा उभिरहेछ क्या। मात्रै नहोस्, फिला मात्रै नहोस्, मिलाएर हाल्दैन। एउटा मात्रै भने मिठो हुँदैन क्या। अहिले चाहिँ म यहाँ मासुबाट मासु लिएर घरतर्फ फर्किसकेँ। आज टक्क जाने हो, कोदाको ढेँडो खाने हो बनाएर। ल आजको भिडियो अन्त्यसम्म हेरिदिनु भयो होला, धन्यवाद। मन परे लाइक, कमेन्ट, सेयर अनि नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला। आजको मिनी ब्लग यहीँ अन्त्य गर्दछु। हवस् त, धन्यवाद।